सबैजनालाई एकै मुस्त नमस्ते। म सुरेन्द्र सेन्चुरी। आज भने विशेष भिडियो हुनेछ र विशेष भिडियो कहाँको होला भन्ने तपाईँहरूलाई जिज्ञासा लाग्न सक्छ। र आजको विशेष भिडियो चाहिँ दोहा कतारको लुसेल सिटीको हुनेछ। विशेष गरी यहाँ हेर्न सक्नुहुनेछ म एउटा एकदम रमणीय ठाउँमा जाँदैछु। तपाईँहरूले हेरेर साथ दिनुहुनेछ। यस्तै यस्तै भिडियो हेर्नको लागि हिमाली ब्लग 12लाई सब्सक्राइब गरी एक लाइक गर्न भने नभुल्नुहोला। लुसेल सिटी ब्लग भिडियो भनेर मैले टाइटलमा देखाइरहेको छु तपाईँहरूलाई। निकै रमाइलो छ, भ्यू निकै राम्रो छ, ठाउँ तपाईँहरू पनि घुम्न आउनुहोला भन्न चाहन्छु। विशेष गरी आज चाहिँ म लुसेलको रमणीय भ्यूसँग जोडिने कोसिस गर्दैछु। आशा छ सबैजनाले भिडियोलाई मन पराइदिनु हुनेछ। त्यहाँनिर हेर्न सक्नुहुनेछ माथि ठुलो माछा छ। त्यहाँ गएर हेर्दा यो माछा निकै ठुलो देखिन्छ। अहिले मैले अलिकति जुम गरेर लिएको थिएँ र यो ड्रोनबाट त्यहाँ एकजना साथीले ड्रोनबाट भिडियो पनि बनाउँदै हुनुहुन्छ। त्यतिखेर चाहिँ आज हाम्रो साथीभाइहरूसँग भेटघाट पनि हुनेछ। एकदम रमाइलो हुनेछ आजको भेट। र हेर्नु सबैजना यहाँ घुम्नलाई आउँदैछन्। सबैजना एकदम रमाइलो छ के ठाउँ चाहिँ एकदम घुम्ने लायकको छ। फाइनली आज चाहिँ हिमाली ब्लगमा दोहा कतारबाट लुसेलको एकदम ब्युटिफुल सिटी भिडियो भ्लग बनाउने कोसिस गरेको छु। आशा छ धेरैभन्दा धेरै माया दिनुहुनेछ भन्ने आशा पनि भनेको छु। सधैँ जस्तो तपाईँहरूको माझ फरक फरक भिडियोहरूसँग जोडिने क्रममा आज फेरि एकदम फरक दोहा कतारको एकदम ब्युटिफुल ठाउँ बनाउन एकदम राम्रो ठाउँ। अहिले लुसेल सिटी, पहिला हामीले लुसेल सिटीमा काम गरेको थियौँ र आज यस्तो बन्यो कि होइन, हेर्नेमा पनि एकदम सुन्दर छ ठाउँ। त्यहाँभित्र स्टेडियमहरू पनि भएको कारणले अझै परिचित छ। मैले एकदमै रमाइलो भ्यूहरू देखाउने कोसिस गरिरहेको छु। तपाईँहरूले चाहिँ फ्रन्ट क्यामेराबाट पनि देख्न चाहन्छ। मैले चाहिँ गिम्बलबाट सुट गरेको थिएँ र त्यति राम्रो त आएको छैन, तर पनि राम्रो मानेर हेरिदिनु होला। र म जाँदैछु अब भने अगाडि। ल हेर्नुहोस्, अगाडिको एकदम रमाइलो ठाउँ हेर्न सक्नुहुनेछ। अब एकदम राम्रो छ। यहाँ सबै कुरोहरू मैले देखाउने कोसिस गर्नेछु तपाईँहरूको माझ आज। यहाँ घुम्ने मेरा साथीहरू होइन, सबैजना साथीहरू गएको थियौँ र एकदमै रमाइलो पनि भएको थियो। र यहाँनिर हेर्नुहोस् टिभी पनि ठुलो टिभीहरू जताततै लगाएको छ कि एकदम रमाइलो छ ठाउँ छ। लुसेल घुम्न आउनुहोला। दोहा कतार आइसकेपछि यो हाम्रो मनिष भाइ उहाँ पनि जानुभएको छ। यहाँ धेरैजना दाइहरूसँगै अनि भाइ अनि सरहरूसँग म घुम्न गएको थिएँ। र त्यतिखेर चाहिँ यो चाहिँ हाम्रो सन्तोष सर है, एकदम रमाइलो हुनुहुन्छ। उहाँ चाहिँ मान्छे रमाइलो हात हल्लाउँदै हिँड्दै हुनुहुन्छ। रमाइलो छ है भन्दै हुनुहुन्छ अगाडि पनि। अब यहाँ धेरैजना साथीहरू छन्। सबैको यहाँ देखेसम्म नाम भन्नेछु तपाईँहरूको माझ। र हामी हिँडेर त्यहाँ स्टेडियमभित्र जाने प्लान हुँदैछ। र यहाँ चिरन रोका लगायत लक्ष्मण थापा अनि राजु कटुवाल पनि हुनुहुन्छ। यहाँ अगाडि हिँडेका सबै दाइहरू अग्रज हुनुहुन्छ उहाँहरू चाहिँ। अब भने म हिँडिरहेको छु अझै अगाडि, अझै राम्रो ठाउँमा जाँदैछु। तपाईँहरूले हेर्दै गर्नु होला है त्यो भिडियो। एकदम रमाइलो छ ठाउँ चाहिँ, एकदम हेरिरहँ लाग्ने ठाउँ छ। बस्ने खानेदेखि लिएर त्यो चाहिँ अब यो पठानी हो जस्तो लाग्छ होइन, अगाडि हिँडिरहेको छ। सो ठाउँ चाहिँ एकदम अब म समुद्री ठाउँमा तपाईँहरूलाई पुर्याउने छु, जाँदैछु, म हिँडिरहेको छु। सबैजनाले भिडियोलाई चाहिँ एउटा लाइक गर्न भने नभुल्नु होला, किनभने हिमाली ब्लग 12लाई जहिले पनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला नि। फेरि यस्तै भिडियो लिएर आउनेछु तपाईँको माझ। म जाँदैछु अगाडि, हेर्दै गर्नु होला भिडियो। अझै अगाडि जाँदै गर्दा अझै रमाइलो छ ठाउँ, अझै एकदम राम्रो छ। अझ म समुद्र भेगमा जान त बाँकी नै छ, जाँदैछु। हेर्दै गर्नु है त्यो भिडियोहरू तपाईँहरूले। एकदमै यहाँ चाहिँ बसेर टक्क खानासाना खाने होइन, चियाहरू यहाँ सबै सुविधा छ, सुविधा सम्पूर्ण छ। हरेक चिज पाउँछ होइन यहाँनिर। बस्ने घुम्ने ठाउँदेखि लिएर एकदम सुन्दर छ कि एकदम राम्रो ठाउँ छ। स्टेडियम पनि छ, लुसेल स्टेडियम। प्रायः जसो कतारमा आउने साथीहरू चाहिँ पक्कै नै जानुभएको छ होइन। नयाँ आउने साथीहरू पनि लुसेल घुम्न चाहिँ पक्कै आउनु होला कतार आइसकेपछि। र मैले यो बिल्डिङको माथिको देखाइरहेको छु र यतिखेर हेर्न सक्नुहुनेछ यो बिल्डिङ पनि निकै अग्लो छ होइन। मैले तलबाट गिम्बलबाट खिचेको थिएँ भिडियो चाहिँ। एक्ज्याक्ट यो क्यामेरा चाहिँ
M31 स्यामसङबाट चाहिँ सुट गरेको थिएँ यो भिडियो चाहिँ। र विशेष गरी आजको भिडियो चाहिँ एकदम रमाइलो अनि रोचक हुनेछ, सबैजनाले हेर्नुहोला। अब भने हामी अगाडि बढ्दैछौँ। यहाँ दाइहरू धेरैजना साथीहरू हुनुहुन्छ, अझै अरू साथीहरू पनि भेटघाट हुने क्रम नै छ। र यहाँनिर पनि साथीहरूसँग भेटघाट भनेर मैले एउटा नेपालीबाट टाइटल पनि राखेको छु, हेर्न सक्नुहुनेछ। एकजना बङ्गाली हुनुहुन्छ, उहाँ चाहिँ काठमाडौँ इलाकाको, र यहाँ सबै हामी यतैबाट गएको ग्रुप हो यो चाहिँ होइन। एकदम रमाइलो। अनि आजको एक चाहिँ तक्क लाएर घुमेर अनि नेपाली होटेलमा जानुपर्छ खाना खाने भन्ने सोचसल्लाह हुँदैछ साथीहरूसँग। गइयो पनि रमाइलो पनि भयो होइन। अब अगाडि भिडियो हेर्दै जानु होला, अझै थाहा हुनेछ कहाँ कहाँ घुम्नेछौँ र कुन कुन ठाउँ जानेछौँ। त्यो सबै हामीले देखाउने कोसिस गर्नेछौँ आजको भिडियोमा। भिडियो रमाइलो अनि रोचक छ, सबै हेरेर साथ दिनु होला। यस्तै छ साथीहरू, मैले त्यो मेरो गिम्बलबाट चाहिँ सुट गरेको थिएँ, त्यो भएर एकदम राम्रो पनि आएको छ भिडियो चाहिँ। यसरी पनि हल्लिन्छ नजानेपछि होइन। यस्तो पनि हुन्छ उल्टो सुल्टो फेरि भिडियो दाइहरू। अनि अब भने हेर्नुहोस्, यस्तो छ रमाइलो हाम्रो फोटो खिच्ने क्रम हुँदैछ, भिडियो सुट गर्ने क्रम हुँदैछ। धेरैजना साथीहरू हुनुहुन्छ यहाँनिर, अझै अरू साथीहरू पनि भेटघाट हुनेछ एकछिन पछाडि। त्यो पनि हामीले तपाईँहरूको माझ देखाउने कोसिस गर्ने नै छौँ। यतिखेर पनि म क्यामेरामा छु र एकदम भिडियोमा खिच्ने जमर्कसँग जुलिरहेको छु। बुढा कतारमा दुःख गरे तापनि घुम्न जान चाहिँ निकै रमाइलो ठाउँहरू पनि छ। जताततै मरुभूमि मात्रै छ भने मैले जहिले पनि भिडियो बनाउने क्रममा एकदम राम्रो ठाउँ छ यो चाहिँ अमरसिंहपुरा देखिराख्नु भएको छ। अब हामी अर्को ठाउँ जाँदैछौँ। त्यो साथीहरू हेर्नुहोस् है, सबैजना गाडीमा बसेको छन्। मेरो उहाँ चाहिँ लक्ष्मण दाई हुनुहुन्छ, उहाँले चाहिँ अहिले ड्राइभ गरिराख्नु भएको थियो र अहिले भने उहाँ पनि यसो रमाइलो गर्नुपर्छ भाइ जाऊँ भनेर एकदम ड्राइभ गर्दै जाउँ भन्नुभयो र यही भएर हामी हिँडिरहेको छौँ। सो हेर्न सक्नुहुनेछ, बाटो एकदम राम्रो छ, ब्युटिफुल छ। यतिखेर भनेको चाहिँ मैले अल्कोलको चाहिँ यो मच्छी राउन्डबट भनेर चिनिन्छ। तपाईँहरूले चाहिँ यो भिडियो हेरे पनि थाहा हुनेछ, कतार बसेको साथीहरू चाहिँ। अब बाहिरबाट आउने नयाँलाई चाहिँ थाहा हुँदैन कहाँ हो भनेर चाहिँ। अब हामी जाँदैछौँ, अझै रमाइलो ठाउँ हेर्नेछौँ, अझै रमाइलो हुँदैछ। यस्तो पनि छ, ल हेर्नुहोस्, मरुभूमि छ अगाडि होइन, कुहिरो लागेको छ। यस्तै छ अझै ठाउँहरू होइन। हेर्ने क्रममा धेरै नयाँ नयाँ ठाउँहरू देखाउने कोसिस गर्नेछौँ आजको यो भिडियोमा। सबैजनाले हेरेर माया दिनुहुनेछ भन्ने आशा गरेको छु। धेरैभन्दा धेरै आशा लागेको छ। यहाँभन्दा अगाडि ल हेर्नुहोस्, हामी चाहिँ बसमा टक्क बसेको छ है, गफ हान्ने। हाम्रो लक्ष्मण दाइले चाहिँ ड्राइभ गरिरहनु भएको छ। पछाडि सन्तोष सरले चाहिँ ओहो सर आजको भिडियो चाहिँ स्पेसलै हुन्छ होला है भन्नुभएको छ। यता हुनुहुन्छ अमरसिंह दाइ हुनुहुन्छ, उहाँ पनि मसँगै हुनुहुन्छ यतिखेर चाहिँ निकै रमाइलो भयो हामीले। एकदमै रमाइलो भिडियो, साथीभाइसँग घुम्दा अनि यसो दुःख गरेर पनि घुमघाम गर्दा चाहिँ रमाइलो लाग्छ होइन। परदेशको ठाउँ हो, सबै अब परदेशीलाई सबैलाई यस्तै नै हो। के भने परदेश आइयो, परदेश आइसकेपछि दुःख पनि हुन्छ, कहिले सुख पनि हुन्छ। परदेशको ठाउँ यस्तै छ साथीहरू, सबैजना एकदम ह्याप्पी छन्, सबैजना रमाइलो छ भने हाम्रो सन्तोष सरले अनि राजु दाई चाहिँ एकदम मुसुक हान्नुभएको छ। अब भने यहाँ चाहिँ लुसेल ग्राउन्ड, फेरि पनि हामी लुसेलको अझै अर्को रमणीय ठाउँमा पुग्यौँ, किनभने त्यहाँ धेरैजना साथीहरूसँग, पुरानो साथीहरूसँग भेटघाट हुँदैछ। उहाँ चाहिँ हाम्रो भण्डारी सर लगायत अनि धेरैजना साथीहरू हुनुहुन्छ, प्रेम भण्डारी, धेरैजना जम्मै साथीहरू हुनुहुन्छ। उहाँले भिडियो अब भने हेर्नुहोस्, यो बिल्डिङ चाहिँ निकै अग्लो छ अनि बाटो हेर्नुहोस् त, आहा कति राम्रो बनाएको छ। यो ठाउँमा हामीले अब भनौँ न, पहिला चाहिँ हामी डेलोतिर आउने बेला चाहिँ ठ्याक्कै अब माटो बोक्ने, ढुङ्गा बोक्ने अब सबै गरियो भनौँ न त्यहाँनिर। अहिले चाहिँ एकदम घुम्ने ठाउँ चाहिँ स्पेसल भएको छ, एकदम राम्रो बनाएको छ, एकदम हेर्ने लायकको छ। बाटो पनि एकदम राम्रो छ, हेर्दै जानु होला। अझै राम्रो ठाउँ, अझै राम्रो त्यहाँका बाटो होइन, हरियालीसँगै धेरै ठाउँ देखाउने कोसिस गर्नेछु मैले आज तपाईँहरूको माझ गएर। आजको विशेष भिडियो चाहिँ विशेष नै हुनेछ, किनभने धेरैजना साथीहरूसँग घुम्न आउँदाखेरि मजा नै अर्को हुन्छ। अनि त्यही पनि अब 12 घन्टा ड्युटी गरेर होइन, राति ड्युटी गरेर हामी जाँदैछौँ। त्यो पनि लुसेल तक्क लाएर चाहिँ हामीले घुमेर आउँ न त भनेर सबैजना साथीहरू खाजा पनि खाने, घुम्ने पनि होइन।
भोलि छुट्टी भएको कारणले चाहिँ आज नै घुम्न जाने। ल हेर्नुहोस् यहाँ साथीहरू चाहिँ एकदम रमाइलो छ है। हाम्रो सन्तोष सर सँगै हाम्रो अनि राजु दाई अनि लक्ष्मण दाई अनि निरौला दाई, त्यहाँनिर थुप्रै दाईहरू हुनुहुन्छ। उता चिरन्दोका अनि मनिष यादव भाइ अनि यस्तै छ। यस्तो छ अब ब्याग हेर्नुहोस् न, आहा कति राम्रो छ ब्यागबाट। हेर्नुहोस् है, अघि मैले फ्रन्ट क्यामेराबाट खिचेको थिएँ भने यतिखेर चाहिँ मैले ब्याक क्यामेराबाट चाहिँ सुट गरिरहेको छु। अझै धेरैभन्दा धेरै भिडियोलाई मन पराइदिनु हुनेछ भन्ने आशा गरेको छु। सधैँ जसो यस्तै यस्तै भिडियो हेर्नको लागि फेरि पनि हिमाली ब्लग 12लाई लाइक गरी एउटा कमेन्ट छोड्न पनि नभुल्नु होला र सब्सक्राइब त 100% नै गर्नुहुनेछ भन्ने आशा गरेको छु। सो यतिखेर चाहिँ साथीहरू कता जाने त भन्ने निर्णय हुँदैछ। विशेष गरी चाहिँ खाना के खाने र कता आजको चाहिँ यता त घुम्यो होइन, अब कता जाने त हामी चाहिँ भन्ने कुरो एकदम डिस्कस हुँदैछ। ठिकै छ, त्यही पनि एकदम रमाइलो भइरहेको थियो मलाई चाहिँ होइन, उहाँहरूलाई पनि धेरै रमाइलो नै छ। अब पनि हामी रोड भ्लगमा जोडिने क्रममा आज घुमघाम भ्लगमा चाहिँ जोडेको छौँ। सो यतिखेर भने अब हामी हिँड्ने क्रममा छौँ, सबै तयारमा छौँ भनौँ न, हिँड्दैमा यस्तै छ। अब भने म चाहिँ ड्राइभ गर्दैछु, म आफै भन्न पनि मेरो साथीले चाहिँ सुट गर्दै हुनुहुन्छ भिडियो, म चाहिँ यसरी चाहिँ ड्राइभ गरिरहेको छु। हेर्न सक्नुहुनेछ तपाईँहरूले, एकदम रमाइलो छ ठाउँ चाहिँ, एकदम अगाडिको बाटो होइन एकदम दामी छ। ल आउनुहोस्। सो मैले चाहिँ ड्राइभ यतिखेर चाहिँ ड्युटीको ड्रेसमै भएर पनि ड्राइभ गरिरहेको छु र साथीले सुट गरिरहेको छ भिडियो, मैले चाहिँ ड्राइभ गरिरहेको छु। थ्याङ्क यू सो मच तपाईँलाई चाहिँ होइन यो भिडियो बनाइदिनु भएको छ हाम्रो सन्तोष सरलाई, उहाँले सुट गर्नुभएको थियो तर भिडियो त त्यति राम्रो खिच्नु भएको थियो, तर पनि एकदमै हल्लाएर नलाउनु सर भन्दा राम्रो खिच्नु भएको छ है अगाडि चाहिँ। सो ल हेर्न सक्नुहुनेछ, यो चाहिँ तरक रोड हामी हिँड्ने जुन ठुलो गाडी हिँड्ने बाटो हो यो चाहिँ है। सानो गाडी त्यो बिचमा 8 ट्र्याकभन्दा ठुलो छ। सो हामी हिँड्ने चाहिँ यो दुईवटा ट्र्याक हुन्छ, ठुलो गाडी हिँड्नलाई ट्रकहरू मात्रै हिँड्छ यो बाटो चाहिँ। म अहिले हिँडिरहेको बाटो चाहिँ एडिटिङ म आफै गरेको थिएँ, त्यहाँ हेर्न सक्नुहुन्छ यस्तो यो नाचल भनेर चिनिन्छ। सो अलि अगाडि जाँदा चाहिँ टेलरहरू पनि भेटिन्छ होइन बाटोमा। अब यस्तै छ हाम्रो हामी हिँड्ने बाटो चाहिँ। उताबाट पनि यो दुईवटै ट्र्याक भएको छ, यता पनि दुईवटा ट्र्याक भएको, बिचमा 8 16 अनि त्यसपछि 18 20 ट्र्याक होला। र यस्तो हामी चाहिँ ठुलो गाडीमा तत्काल आएर चाहिँ यस्तो यस्तो बोकेर हिँड्ने हो होइन, ठुलो गाडीको काम चाहिँ यस्तै हुन्छ। सो आजको यो रमाइलो भ्यूमा जोडिँदा धेरै रमाइलो लाग्नेछ र धेरै राम्रो छ बाटो होइन, हेर्न सक्नुहुनेछ बाटो। अझै अगाडि यहाँ एउटा पुल आउँछ, ब्रिज, अर्थात् इङ्ग्लिसमा चाहिँ ब्रिज भनिन्छ भने नेपालीमा चाहिँ पुल भनिन्छ। सो यहाँ हेरेर जानु होला, पक्की पुल भन्छौँ हामीले चाहिँ नेपालमा। अब एकदम मरुभूमि छ है, यता चाहिँ मरुभूमि नै हो, किनभने यता बजारहरू छैन नि त, त्यही भएर चाहिँ मरुभूमि नै देखिरहेको छ। सो यही हो गाडीहरू, ल हेर्नुहोस् यो चाहिँ नाचल हो, हामीले चाहिँ टेलरबाट चलाउने चाहिँ एकदम रमाइलो छ। कतारको रमाइलो बाटो रमाइलो भ्यूसँग जोडिने क्रममा तपाईँहरूलाई धेरै धेरै सम्झना अनि माया पनि छ। अनि एउटा हाम्रो प्रकाश सुब्बाज्यूको चाहिँ एउटा गीत छ नि, ठुला ठुला समुद्र छन् खोली भेटिँदैन, मुलको पानी खाए जस्तो तिर्खा भेटिँदैन भन्ने एकदम मिठो गीत छ कि यो पनि होइन। अनि हाम्रो चाहिँ मिलन दाईको चाहिँ एउटा गीत छ, पुट्ट पुट्ट भुरी लाग्यो चिसो एसीले भन्ने, त्यो पनि म पछि गुनगुनाउने छु अहिलेलाई भने तपाईँहरूलाई भिडियो हेर्दै गर्नु होला। अब भने हामी चाहिँ अन्डरग्राउन्ड सानो छोटो तर मिठो चाहिँ अन्डरग्राउन्ड जाँदैछौँ र अन्डरग्राउन्डहरूलाई हेर्न सक्नुहुनेछ, एकदम रमाइलो छ। यता पनि एकदम रमाइलो छ ठाउँ चाहिँ होइन, रमाइलो भन्दा पनि बाटो चाहिँ एकदम दामी लाग्छ मलाई चाहिँ। सर ल हेर्नुहोस् यो नाचलहरूमा भन्दा अगाडि हिँडिरहेको छ। अब एकदम ठुलो पुल आउँछ, पुल हेर्न सक्नुहुनेछ तपाईँहरूले चाहिँ, यो चाहिँ पक्की ब्रिज होइन, एकदम रमाइलो छ ठाउँ, एकदम हेरिरहँ लाग्ने छ। जतिखेर पनि तपाईँहरूले पनि हेरेर दिनुहुनेछ भन्ने आशा गरेको छु। धेरै साथ सपोर्ट पनि दिनुहुनेछ तपाईँहरूले र ल हेर्न सक्नुहुनेछ यहाँनिर ब्रिज तक्कल आएर चाहिँ ब्रिज आउँदैछ होइन। अब हामी ब्रिज मुनि जाँदैछौँ र ब्रिज पनि एकदमै दामी देखिएको छ क्या यहाँदेखि हेर्दा चाहिँ।
तपाईँलाई फ्लेसफुल भिडियो वाच एन्ड पुरै भिडियो हेरेपछि मात्रै थाहा हुनेछ कहाँ र कुन ठाउँमा हामी घुमिरहेको छौँ भन्ने विषयलाई चाहिँ मध्यनजर गर्दा चाहिँ आउनुहोस् आजको यो भिडियो पुरै हेरेर साथ सपोर्टसँग हामी अगाडि बढ्नेछौँ भन्ने आशा गरेको छु। अझै धेरैभन्दा धेरै यो भिडियोलाई मन पराइदिनु हुनेछ, अझै माया र साथ सपोर्ट दिनुहुनेछ। हेर्नुहोस् अझै अगाडि गए यस्ता फुल त कति भेटिन्छन् कति होइन, तर पनि मैले तपाईँहरूको माझ यो सानो भिडियोसँग जोडिँदा अब यो भिडियोहरूलाई पनि सुट गरेर आउँ त भोलिका दिन यहाँ छोडेर गए तापनि अर्को ठाउँ जाँदा त फेरि यही याद आउँछ, यही सम्झना आउँछ हामी यसरी हिँडेको थियो भन्ने हुन्छ होइन। त्यो भएको कारणले चाहिँ मैले भिडियो बनाउने कोसिस गरेको छु। धेरैभन्दा धेरै हेरिदिनु होला भिडियोलाई, धेरैभन्दा पनि पुरै भिडियो हेरिदिनु भयो भने मेरो लागि त्यही नै भगवान रूपी हुनुहुन्छ। तपाईँहरूकै माया अनि साथ सपोर्टले गर्दा आज यो भिडियो बनाउनेसम्म भएको छु म होइन। न त मलाई यति नलेज पनि थिएन, कतिपय मिस्टेक भएको पनि तपाईँहरूले चाहिँ यस्तो भएको छ सर गर्नुपर्छ यस्तो गर्नुपर्छ भनेर सिकाउनुहुन्छ। त्यही भएर पनि मैले अझै भिडियोलाई चाहिँ अझै क्वालिफाई बनाउने र अझै केही भोइसहरू पनि एकदम एक्टिभ लाग्ने कि एकदम सुन्दा पनि दामी लाग्ने खालको र बनाउने कोसिस गरेछु। आशा छ अझै धेरैभन्दा धेरै भिडियोलाई मन पराइदिनु हुनेछ। भोलिका दिनमा फेरि अझै योभन्दा राम्रा भिडियो लिएर आउनेछु। अब भने भिडियो हेर्दै गर्नुहोला, अर्को भिडियोमा भेटौँला। नमस्ते, तपाईँहरूकै दुःख सुखको साथी सुरेन्द्र सेन्चुरी।